बहादुर दाईले हामीलाई कांग्रेसमा प्रवेश गराएको हो। आदरणीय केन्द्रीय प्रतिनिधिज्यू, अस्ति बहादुर दाईको कुरा निकाल्नु भएको थियो, मलाई मन रोएको थियो। बहादुर दाईले मलाई प्रवेश गराउनु भएको थियो, मेरो घरमा आएर चाहिँ कांग्रेसमा प्रवेश गराउनु भएको थियो। बहादुर दाई प्रवेश गराइसकेपछि आदरणीय साथीहरू नकिन होला, म 2-3 मिनट लिन्छु, 5 मिनट भन्दा बढी लिनु। उहाँले प्रवेश गराइसकेपछि आजसम्म निरन्तर ईमानदार छौं र यो क्षेत्रको तपाईहरू सबै उपस्थित हुनुहुन्छ। न कि कांग्रेसबाट व्यक्ति केन्द्रित होइन, कांग्रेसबाट कहिले विचलित भएको छ, कहीँ दावा भएको छ, कहीँ गलत गरेको छ, कसैले टिकट पाएन होला वालामा आफ्नो ठाउँमा छ, तर चाहिँ कांग्रेसबाट विचलित भएको छैन। आफूका केन्द्रित राजनीति कहिले गरेका छैन। के हामी माननीय, मेरो इच्छा पनि थियो कि कांग्रेसमा लागेर माननीय पनि छु, तर हुन सकेन। के हामी लड्न सक्ने हैसियतका मान्छे होइनौं। तपाईले ती पैसा खर्च गर्न नसकौला, तर चुनाव लड्ने हैसियतका आज पनि छ। त्यसकारण हामी कहिले आफू केन्द्रित, आफू नभए आफू पाएनौं, तर चाहिँ कहिले जहिले जो उम्मेदवार आउँदा हामीले स्वीकारेकै छौं, हामीले मानेकै छौं, हामी लिएर हिँडेकै छौं। त्यसकारण आदरणीय साथीहरू, यसमा कुनै किसिमको समस्या छैन। हामी ईमानदार छौं। खाली गुलाम बन्न नसकेर, तपाईको कुरा मान्न नसकेर नेता आए, सहमहामन्त्री आए, सहमहामन्त्रीको कुरा नमानौ कि त्यो लियाकत, त्यो लायक तपाईँ भइदिएको भए तपाईलाई नै नेता मानिन्थ्यो। तर यो लियाकत छैन, यहाँ तपाईँ आफै पाउनु भएको छैन। भोलि म पनि यो क्षेत्र कांग्रेसमा राजनीति गरेर मेरो पनि स्वार्थ होला, नेतालाई सहयोग गरेर कहीँ म पनि कुनै ठाउँ पाउला भनेर आज नेताको कुरा तपाईले पनि मान्नुपर्छ, मैले पनि मान्नुपर्छ। नेताको कुरा मान्दै गर्दा तपाईलाई के लाग्यो भने न कि मलाई किन मान्दैन भन्ने कुरा लाग्यो। जबकि मेरो कुरा के थियो भने मेरो एउटै कुरामा बिम्ती रह्यो कि चाहिँ हामी सबै मिलेर जानुपर्छ, हामी सबैको राजनीति बन्नुपर्छ, हामी सबैको राजनीति सुरक्षा हुनुपर्छ। त्यसमा जब तपाईँ आफू केन्द्रित, पहिला उसलाई धकेल्ने, त्यसपछि उसलाई ठिक गर्ने, यस्तो कुराले राजनीति हुँदैन। यो लाल पूजा कसैको होइन, मेरो बाउको केही पनि होइन, मेरो बाउको केही पनि होइन। म पनि जहाँदेखि लागेको छु आजसम्म दिइराखेकै छु, लिएको छैन। त्यसकारण म आग्रह गर्न चाहन्छु कि हेर्नुहोस्, भरममा नपर्नुहोस्। सबै मान्छे हुन्, सबै यहीँका हुन्, सबैसँग मान्छे छन्। मलाई कसैले 2 झापडा लगाइदियो यहाँ भने कि मेरा मान्छेले फेरेर बस्ला, त्यो भरममा छौं। हामी राजनीतिक मान्छे यो सोचबाट माथि जानुपर्छ। हामीले, म शेरबहादुर देउवा, हिजो शेरबहादुर देउवा पनि होइन, गगन थापा पनि होइन। हिजो किशोर दाइ आउँदै गर्दा तपाईले कसैलाई स्वीकार्नु नपर्ने अनि तपाईलाई सबैले स्वीकार्नु पर्ने भन्ने कुरा हुँदैन। जब तपाईँ कसैलाई स्वीकार्नुहुन्छ, हामीसँग राजनीतिक आत्मबल छ, हामी इमानदार छौं, हामी अरूको लागि राजनीति गरेर आएको अहिलेसम्म आफ्नो लागि लडेका छैनौं, आफ्नो लागि रिसाएका छैनौं, आफ्नो लागि चाहिँ के अरे कसैलाई हराएका छैनौं, कसैलाई